too good for me. Oh, nice. This is our studio. Vlog guys, and thank you for your love and support for last video है। अनि आज चाहिँ के गर्न जानला भन्दाखेरि हामी चाहिँ आज टायर लिन जानला। अनि मैले चाहिँ रिम पनि साटे, अनि टायर चाहिँ अब लिन जाँदै छौं। अनि आज चाहिँ दिउँसो टायर सायर फेरेर बाइकलाई नयाँ लुक्स दिने हो। मोटो क्रस जस्तो टाइपमा डटमा अलिकति टायरमा वर्क गर्नला हो। अनि आज चाहिँ हामी टायर लिन हामी पुग्न लागिसक्यौं। अनि रञ्जित अंकलले चाहिँ हिजै टायर ल्याइदिनु भएको थियो। अनि अहिले चाहिँ पेमेन्ट गरेर टायर लिइहाल्ने भनेर सोच भएर हामीहरु गइरहेको। सो गाइस यतै हो पुग्नु पर्ने। सो गाइस टायर चाहिँ आयो है। टायर चाहिँ यहाँ हाम्रो चाहिँ सीएसटी को टायर हो। यो चाहिँ हाम्रो अगाडिपट्टि चाहिँ 21 साइजको छ 3.00 मा। पछाडिको लागि चाहिँ इन्डुरो टाइपमा मोटो क्रस टाइपमा चाहिँ हाम्रो चाहिँ यो 18 को हो, नाइलन टायर हो। सो गाइस लुक एट दिस हैन। अब चाहिँ What's up? So what's up people, welcome back to my vlog. All good man. Yo, subscribe to Chris Khadki है. Thank you so much. केटा हो? ल मेरो बाइक चाहिँ यस्तो भयो यार। No, look at this guys. Bike just रहा। दिदीको बाइक चाहिँ रहा। टक्क। बाइक त धेरै ठुलो भयो यार। What's up? The bike is big every day. गाइस आज चाहिँ हामी राइड जान लाग्छौँ हैन। राइडमा चाहिँ हाम्रो डिपु ब्लग्स पनि हुनुहुन्छ है। अनि डिपु ब्लग्स हुनुहुन्छ, अनि डिपु ब्लग्सलाई पनि भेट्नुपर्छ। अहिले मेरो बाइक चाहिँ यस्तो छ अहिले। सो अहिले चाहिँ डट टायर छ हैन। यहाँ चाहिँ डट राइडमा जानला हो। अनि बिचमा डिपु ब्लग्स पनि हुन्छ। डिपु ब्लग्सको च्यानलमा अलि लाइक सेयर सब्सक्राइब गरिदिनु। यहाँ च्यानलको लिङ्क हालिदिन्छु अनि स्क्रिनसट पनि हालिदिन्छु त है। ल सी यु सुन। अब चाहिँ बाइकमै भेटौँ। सो हेलो एन्ड नमस्ते अनि सबैलाई गुड मर्निङ है। अहिले चाहिँ ठ्याक्कै कति बज्यो होला, सायद 9 बजिसक्यो होला। अनि वाच चाहिँ धेरै रहेछ होइन। अनि आज चाहिँ के गर्न लाग्यो भन्दाखेरि चाहिँ आज चाहिँ हामी पुग्ने कन्ठमा हाम्रो टायर टेस्ट गर्नु जान लाग्यो। अनि मसँग चाहिँ आज दिपु ब्लग्स हुनुहुन्छ होइन। अनि दिपुको र मेरो टायर टेस्ट गर्नु पर्थ्यो। दिपुको चाहिँ म्याक्सिस छ, मेरो चाहिँ सिएसटीको छ होइन। अनि त्यहाँ आउटफिट चेक गर्नु अगाडि चाहिँ होइन, हामी टायर चेक गर्नु अगाडि चाहिँ हाम्रो बाइक चाहिँ दुईटै RM250 हो।
पोडकास्ट च्यानल छ उनीहरूको अनि पोडकास्ट च्यानल पनि जोइन गर्न सक्नुहुँदो रहेछ फ्री रहेछ अहिले चाहिँ सब ठिकै रहेछ होइन यो दाइको स्ट्यान्ड दाइ स्ट्यान्ड खै भाइको रहेछ है दाइ भनेको तर बाल भएन दाइ भयो नि भाइ भयो नि होइन टक्क अब चाहिँ हामी उता गएर पहिला सुरु कलङ्कीबाट हामी इन्जिन चेक गर्न जान्छौँ अहिले चाहिँ हामी बस्न जाँदैछौँ अनि अब ब्लग पनि धेरै भयो नआएको है सधैँ चाहिँ यस्तै हुने भयो मेरो चाहिँ अनि मार्चको ब्लग पनि कति 4-5 महिना ढिलो भयो होला होइन अनि आम सो सरी गाइज अब चाहिँ यस्तो हुँदैन अब चाहिँ टाइममै हाल्छु होइन त्यही हो ल अहिले चाहिँ हामी भगवान्मा पुगिसक्यौँ ल सियु है त अब दिपु आएपछि भेटौँ ल गाइज अब फेरि ब्याक टु द ब्लग है अब चाहिँ म उता चोटीमोड जाँदैछु दिपुसँग भेट्छु दिपुले लाग्छ मलाई दादा हो उता घरलाई अनि त्यहीँ जान्छु मिटिङको अहिले म चाहिँ अहिले चोटीमोड जाँदैछु होइन दिपुलाई भेट्न त्यही हो टक्क यस्तो हेरौँ के हुँदो रहेछ अनि उता रेक्सन पनि हुन्छ होला रेक्सनलाई नि भेट्नु छ हाम्रो रेक्सलाई हेरौँ के को मिटिङ हो डाउन हो इट्स माई फर्स्ट टाइम है यस्तो ग्रुप भनेको चाहिँ है मलाई थाहा पनि छैन के हुन्छ के को गर्नु हो केही पनि थाहा आएन त्यहीँ गएर पुग्नुपर्छ त्यही हो म चाहिँ कालबारीमा छु अब कालबारीबाट सिधै उता चोटीमोडमै भेट्नुपर्छ होइन अब दिपु आएपछि टक्क भेट्नुपर्छ ल सिउ गाइज हामी ट्राफिक आउला भनेर रिक्स लेट्स सी कहाँ छ ऊ नयाँ अगाडि आइपुग्यो यार कलङ्की जाने साइडतिर छु त्यो क्राउन के होटेल इम्पायर क्राउन भन्ने ठाउँ त्यहाँ आउनु म ल गाइस अलिकति माथि जाउँ कहाँबाट जाने बिच बस्छ है फेरि legalize What's up, Rexon? Welcome to my vlog. Here this time पुग्दैन नि पुग्दैन बाइकै पल्टिन्छ धन्यवाद बिचारा दिपु
है भएन भएन टाउको एलिमेन्टले बचायो नि लेफ्ट ह्यान्डै छुटिरहेको केही छैन चिल चिल केटा भएन चिल चिल केटा हो एक्सिडेन्ट ह्यापेन मजा आउँछ कहिले काहीँ कहिले काहीँ मजा आउँछ केही त भएन दिपु केही त भएन नि अब चाहिँ तान्नु पऱ्यो होइन ल म सकबाट ढकाल्छु है त ल 1 2 3 पुग्छ कि पुग्छ होला अब जाउँ ल जाउँ होइन ल ठिक छ माई बाइक है RM250 2017 को मोडल हो तर खै टायर चाहिँ 19 मा लन्च भएको झिकेको भन्नुहुन्छ अनि त्यही हो नर्मल चाहिँ अलिक केही छैन है CNC को माल टक्क लोडेड छ एज यु गाइज क्यान सी है लडे पनि झरे पनि केही नि फुट्दैन अनि त्यसपछि चेन पनि अलिक बवाल खाली छ अस्ति भर्खर म्याक्सिस टायर हालेको दुईटै म्याक्सिस छ इन्डुरो बेसमा छ उसको चाहिँ है यस अनि उसको चाहिँ सब सामान CNC छ मेरो चाहिँ धेरै जस्तो स्टक नै छ है अनि तर बवाल छ उसको बाइक 2021 मोडलको ल तिम्रो बारेमा भन्देऊ अब सब ठिक छ हैन बाइकको बारेमा रुगाई ल सी यु गाइज है अब चाहिँ मेरो बाइकमा चाहिँ CST को टायर छ हैन अनि अटमको स्पकेट छ 42 टिट वाला हो 42 हो कि 52 टिट वाला हो हैन अनि मेरो चाहिँ सब स्टक नै छ यो चाहिँ अटमकै हो हुन त तर स्टक वालामा हो हैन यस अनि त्यही हो दुईटाको सेम पावरै हुन्छ हैन मेरो टायरहरु चाहिँ CST को छ त्यति मात्र छ दुईटाको बाइक खतरा छ ल अब चाहिँ हामी राइड जान्छौ कि नै तिमी हैन जाउँ त अगाडि म तिम्रो खिच्छु बाटै थाहा छैन मलाई के एउटा मात्र बाटो छ यता फर्किँदा चाहिँ रमाइलो हुन्छ के बाटो ल हामी चाहिँ लाग्यौँ है
टायर चिप्लेकै तिम्रो हिले हिलेमा परेर ओए बाम भाइ ओए कहाँ जानुलाई यहाँ तल जानु लाने त कहाँ गएर म त यस्तै अफ रोड भ्लग बनाउँदै होइन यार को तिमीहरू हामी दुईजना मात्रै को हो चाहिँ साथी हो ए भन भ्लग बनाएको छ म यही तल साथी भेट्यो यार ल ल सहयोग जाति गर ल ल ल ल ल ए ल यार तल जानु साइड जाऊ ल ल पर्दैन वाइल धुलो भयो है जाउँ ल जाउँ फर्के होइन कता जानेको हाम्रो चाहिँ यस्तो छ मेरो हालत चाहिँ हाम्रो क्रिस खड्के भ्लग चाहिँ यस्तो छ है आमा धले धलो मेरो चाहिँ त्यस्तो छैन मैले यो लगाएको थिएँ अनि
म मेरो पछि ऊ हिँड्दा थियो क्या धेरै त्यही भएर म भिडियो खिच्दै हिँडिरहेको थिएँ अनि मलाई नि भिडियो खिच्नु भने जतिखेर मलाई अगाडि बढाउँछ रमाइलो भयो त्यही हो बवाल ल नाइस भयो जम चाहिँ आएन चलिदिउँ ल अब चिया चिया खाएर एकछिन अब गाइज अब चाहिँ म घरतिर लाङ्ला ल दिदी लक्ष्मी घरमा जाँदैछ बाई बाई गाइज है ल भ्लग चाहिँ यतै हिँड्छ है स्वयम्भूको दर्शनबाट ल ल दिदी ब्लग ल बाई बाई राइट सेफ है राइट चाहिँ पछि भेट्नुपर्छ ल केटाहरू नि राइट एकदम सेफ ल दिदीको च्यानलमा सब्सक्राइब गरिदिनुपर्छ है दिपु भ्लग्स ल म लिङ्क हालिदिन्छु सबै हालिदिन्छु ल हाम्रो बाइक चाहिँ अहिले यस्तो छ धुन जानुपर्छ यार मतलब ल ल पिस सँगै जान्छ होला नि सँगै जान्छ नि ब्लग चाहिँ ल बाई बाई गाइज सी यु नेक्स्ट